हामीमध्ये कतिलाई टाउको दुख्ने समस्या छ। टाउको दुख्ने समस्या लगभग एकजना बिराएर प्रत्येकलाई हुन्छ। यो सादा समस्या जस्तो देखिन्छ अहिले। मैले यहाँ भेटेको जतिसँग जति कुरा गर्छु, सबैले टाउको दुख्यो भन्ने चाहिँ भनिरहनुहुन्छ होइन। यो हाम्रो अर्को शारीरिक लक्षण टाउको दुखाइ। यसका धेरै अब प्रकारहरू छन् टाउको दुखाइका। त्योमध्ये एउटा माइग्रेन पनि हो। दिमागको थकाइ मात्र हुँदैन, दिमाग मात्र थाक्दैन, हाम्रो आत्मा पनि थाक्छ। आत्माको पनि छुट्टै पुकार हुन्छ। अनुसन्धानले देखाउँछ कि माइग्रेनको गहिरो सम्बन्ध पूर्णतासँग हुन्छ, यानि पर्फेक्सनिजम। हरेक चिजलाई एकदम पर्फेक्ट गर्न खोज्ने। जब तपाईँ आफूसँग धेरै अपेक्षा राख्न थाल्नुहुन्छ, कुनै गल्ती गर्नै हुँदैन, सबै कुरा सही हुनुपर्छ, सबै मेरै तरिकाले हुनुपर्छ होइन। त्यस बेला तपाईँले आफ्नो मनलाई, आफ्नो दिमागलाई लगातार दबावमा राख्नुहुन्छ होइन। तपाईँ अर्काको लागि होइन, आफ्नै आदर्शको पछाडि दौडिँदा पुरा गर्न नसकिने कतिपय अपेक्षाहरूका कारण तपाईँ लगातार दबावमा रहनुहुन्छ र हरेक ससाना कुरामा सोचिरहने र हरेक निर्णयलाई चेक गरिरहने र भावना कन्ट्रोल गर्ने। कहिले आफ्ना आवेगहरूलाई कहिले एकान्तमा पोख्नुपर्ने पनि हुन्छ। ती नपोकेका भावनाहरू, ती नपोकेका आवेगहरूले पनि तपाईँको मन र अथवा दिमागलाई प्रेसरमा राखिरहेको हुन्छ। यदि धेरै सोच्ने बानी अदृश्य रूपमा यो कालान्तरमा तनाव बन्दै जान्छ, जो टाउको दुखाइ या माइग्रेनको रूपमा देखा पर्न थाल्छ। पछि अबदेखि माइग्रेनको जब अट्याक आउँछ यहाँहरूलाई, टाउको एकदम दुख्ने, यो धेरैमा मैले देख्छु। पेन किलर लिनुभन्दा अगाडि आफूलाई प्रश्न सोध्ने बानी बसाल्नुहोस्। अबदेखि के मैले आफूमाथि बढी दबाब त दिइरहेको छैन? मैले खोजेको पर्फेक्सनले कतै मलाई नै सताइरहेको त छैन? कहिलेकाहीँ टाउको दुखाइ मात्र हुँदैन, त्यो बोझ पनि हुनसक्छ जुन तपाईँ आफैले आफैलाई बोकाउनु भएको हुन्छ। एकपटक आफैभित्र निहाल्ने कि यसले पनि तपाईँको टाउको दुखाइको तरिका वा प्रेसरलाई धेरै कम गर्न सक्छ। जुन तपाईँले आफैलाई एकदमै सही हुनुपर्छ, 100% हुनुपर्छ भन्ने सोच्नुहुन्छ, त्यसबाट बाहिर निस्किनु पर्ने हुन्छ।